हेलो हजुरहरु सबैलाई नमस्ते। क्रसओभरको युट्युब च्यानलमा आउनुभएकोमा हजुरहरु सबैलाई धन्यवाद। अब आजको यो भिडियोमा मैले हजुरहरुलाई फ्रन्ट अफिस मोड्युलको डेमो गर्न गइरहेको छु। यो हाम्रो कोर पीएमएस सफ्टवेयर हो। अब यहाँ अब हरेक मोड्युलहरु हुन्छ हामीसँग, फ्रन्ट अफिस, रेस्टुरेन्ट, पसहरु, इन्भेन्ट्री, अकाउन्ट, पेरोल, एचआर, सबै रिवार्ड मोड्युलहरु, पार्किङको पार्ट्सहरु सबै हुन्छन्। तर आजको यो भिडियोमा स्पेशली म फ्रन्ट अफिस मोड्युलको बारेमा बताउन गइरहेको छु हजुरहरुलाई। सर्वप्रथम हाम्रो फ्रन्ट अफिसको अब क्लिकमा हजुरहरुले हेर्दाखेरि यता साइड बारमा हाम्रो सबै फङ्सनालिटी पार्ट्सहरु हुने भइहाल्यो। यतापट्टि बिचमा काम गर्ने पार्ट्सहरु, सबै अपरेसनल पार्ट्सहरु देखिने भयो। यो चाहिँ हामीले सुरुमा खोल्दाखेरि यो हाम्रो फ्रन्ट अफिसको होम पेज हो। यहाँनिर चाहिँ तपाईले अब सर आजको डेटको लागि अब अराइभल कतिजना छन्, कतिवटा डिपार्चर छन्, कतिवटा रुमहरु अकुपाइड भइराछ, कतिवटा भ्याकेन्ट छ, कतिवटा टोटलमा त्यस्तो खाली देखिने। त्यस्तै अब अर्को हाम्रो क्विक एक्सनको पार्ट्सहरु छन् जहाँबाट तपाईले नयाँ बुकिङ यहाँबाट राख्न मिल्ने, रुम एलोकेसनमा जान मिल्ने, अब रुम रेटको पोस्टिङहरु यता के गर्नुपर्ने छ या डिपोजिट एडभान्सहरुको त्योहरु हेर्न मिल्ने। त्यस्तै क्यासियरको अब क्यासियर मोड्युलमा जान मिल्ने। अब आजको दिनमा या भोलिकै लागि पर्सिको लागि पनि रुम एभाइलेबिलिटीहरु के कसो छ, हाम्रो रुम पोजिसन के कसो छन् त्यस्तो हेर्ने पार्ट्सहरु भइहाल्यो। अर्को कार्ट भनेको हाम्रो यो रुम एस्थेटिक्सको हेर्ने पार्ट्स भयो। यहाँनिर हाम्रो अब टोटल डटी रुम कतिवटा छ, क्लिन कति छ, आउट अफ अर्डर कति, आउट अफ सर्भिस कतिवटा, त्यहीमै अब हाम्रो अब आजको अकुपेन्सी कति %, कतिवटा रुम अकुपाइड छ, कतिवटा टोटल रुम छ हामीसँग, त्यो देखिने पार्ट्सहरु भयो। अब यो तीनटै तपाईको टुडेज गेस्ट, रुम एस्थेटिक्स र टुडेज अकुपेन्सीमा हेर्ने पार्ट्स भयो भने यो क्विक एक्सनमा हामीले कामै गर्न मिल्ने पार्ट्सहरु भइहाले। त्यो त अब हामीसँग अब यो माथिको पार्ट्सबाट अब बिचमा यो सबै क्यालेन्डर टाइपको पार्ट्स भयो। अब यो माथिकोलाई हामीले हाइड पनि गर्न पाउँछौं। यहाँ चाहिँ अब हरेक आजबाट तपाईको 15 दिनको लागि यहाँ हरेक अब कस्टमाइजेबल हुन्छ कति दिन देखाउने भनेर। अहिले मैले देखाउँदाखेरि 15 दिनको गरेर हो। जस्तै आज मे 31 भयो भने चाहिँ आजको अब कुन कुन रुममा के छ, भोलिबाट कुनमा बुकिङ छ, यो चाहिँ तपाईको चार्टहरु हुने भयो। यहाँबाट रुमहरु बुकिङ गर्नेदेखि लिएर अब बिल बनाउने, अब कुनै रुमलाई वाक इन गर्ने सबै पार्ट्सहरु यहाँबाट गर्न मिल्छन्। जस्तै अब यो रुम 31 मा मलाई आज कुनै गेस्ट चेक इन गर्नु छ भने मैले सर यसरी गर्छु। अब यहाँनिर वाक इन गर्ने हो कि बुक गर्ने हो, अब कुनै गेस्टै आइसकेको छ भने मैले एउटा वाक इन गरेर राख्दै छु। जस्तै अब हामीले वाक इन गर्न जाँदाखेरि अब गेस्टको सर्ट एन्ड डिटेल राखेर अब वाक इन गर्न पायौं। जस्तै अब गेस्टको टाइटल मिस्टर मिस के भयो, अब गेस्टको नाममा जस्तै मैले अब प्रेम शाह भन्ने गेस्ट राख्दै छु। उहाँको कन्ट्याक्ट नम्बरहरु छ भने राख्ने, इमेल राख्नुभयो भने उहाँ चेक इन भएपछि अटो इमेल जाने, चेकआउट भएपछि अटो इमेल जाने। त्यो पनि हजुरहरुकै अब कस्टमाइज टेम्प्लेट तपाईले दिनुहुन्छ, त्यही टेम्प्लेट हामीले राखिदिसकेपछि हजुरको इमेल आइडीबाटै जाने पार्ट्सहरु हुन्छ। अब यहाँबाट मैले जस्तै अब कुन यो रुम मैले सिलेक्ट गरेर आएछु भने यो रुम आइहाल्यो। मिल प्लानमा चाहिँ कुन प्लानमा बस्नुहुन्छ उहाँ, जस्तै बीबीमा बसेसी रुम चार्ज कति लिनुपर्ने, जस्तै मैले 4500 रुम चार्ज राख्दिए। अब बीबी प्लानको 500 राख्दिए। कतिजना बस्नुहुन्छ त्यो पार्ट्स, कम्पनीबाट आएको गेस्ट हो भने कम्पनी चुज गर्छौं हामी। नयाँ कम्पनी बनाउनु पर्यो भने नि हामी यहीबाट बनाउने भइहाल्छ। अब कुनै अब तपाईको अब रिजोर्ट टाइपको छ या प्याकेजमा रुमहरु सेल्स गर्दै हुन्छ, त्यो प्याकेज पनि गर्न मिल्यो। यो प्याकेज तपाईले हजुरहरुले आफैले बनाउन मिल्ने हुन्छ। प्याकेजमा के पर्छ त्यसरी राखेपछि तपाईको सबै त्यसरी देखिने पार्ट्सहरु भइहाल्छ सबैतिर। अब यति रेटमा चाहिँ रेट इन्क्लुसिभ हो कि पर प्याक्स हो त्यस्तो पार्ट्सहरु। यसमा हजुरले अब कुनै डकुमेन्टहरु पनि उहाँको एट्याच गरेर वाकिनको बेला अब नागरिकता राखिन्छ, पासपोर्ट राखिन्छ, त्यस्तोहरु छ भने तपाईले यहाँबाट सिधै तपाईको ब्राउज गरेर कुनै चाहिँ एउटा फोटो राखिदिन सक्नुहुन्छ। जस्तै मसँग अहिले भएको एउटा के मैले राखिदिए फोटो ब्राउज गरेर भनेपछि पछिसम्म यो प्रेम आयो भने चाहिँ उसको डिटेल हेर्दाखेरि उसको नाममा यो फोटो देखिने त्यो पार्ट्सहरु भइराख्ने हुन्छ। यसरी हामीले कुनै गेस्टलाई वाक इन गर्दिन्छौं। जस्तै मैले अहिलेको गेस्टलाई चाहिँ वाक इन गरेपछि उसको सबै अब रुम रेटहरु पोस्ट हुनेदेखि सबै पार्ट्सहरु भइहाल्छन्। अब हाम्रो यही पेजमा हेर्दाखेरि चाहिँ अरु पनि गर्न मिल्ने पार्ट्सहरुमा नर्मली अब मैले अघि प्रेमलाई चेक इन गरे भने प्रेम आज आएर भोलिसम्म बस्ने भन्ने भइराछ। अब उहाँलाई अब के अरु गर्नु पर्यो भनेपछि पनि तपाईले यहाँ क्लिकमा अझ अब झुकेर चेक इन भयो भने अन्डर चेक इन गर्ने, जीआरसी कार्ड प्रिन्ट गर्ने, त्यस्तै रुम अब डेटहरु सार्नु पर्ने होला, कहिलेकाहीँ रेटहरु अपडेट गर्नुपर्ने होला, अब ट्रान्सफर गरेर अर्को रुममा सार्नु पर्यो भने त्यो पार्ट्सहरु अब एउटा गेस्ट चेक इन भइसकेपछि हुने सबै पार्ट्सहरु अब एडभान्सको पार्टहरु होला, अब त्यस्तै अदर सर्भिसको बिलहरु बनाउने, अलाउन्सहरु दिने, बिल बनाउने,
पेड आउट गर्ने चेकआउट गर्ने पार्ट्सहरू हुन्छन्। अब आज उहाँको डेट चेकआउट भएको भए तैँले चेकआउट गर्न पाउनुहुन्थ्यो। जस्तै मैले अब उहाँको अब बिल गर्दैछु भने सिम्पल क्लिकमा तैँले जानुभयो, बिल हेर्नुभयो। अब उहाँको नर्मली अब यति रुम चार्ज, अरू केही चार्जहरू छ रेस्टुरेन्टमा खास हो भने यहाँ आइरहेको हुन्छ। अब तपाईँले बिल बनाएर गेस्टलाई दिएर सेटल गर्ने भयो, या सिधै काउन्टरमा छ भने चाहिँ केमा हो, क्यासमा हो, फोन पेमा, यसरी गऱ्यो भने चाहिँ त्यहाँको बिल प्रिन्ट सेटल दुइटै काम हुने भयो। अब इफ उहाँको आज चेकआउट डेट भएको भए हजुरले यहाँ चेकआउट गर्न पाए। चेकआउट डेट चाहिँ हामीले यो कलरले चाहिँ डिनोट गरिरहेको छौँ। जस्तै आजको दिनमा यो कविता भन्ने हाम्रो गेस्टको चाहिँ चेकआउट डेट छ भने चाहिँ तपाईँले उहाँले सेलेक्ट गरेर उहाँको बिलहरू बनाएर चेकआउट गर्न पाउँछौँ। जस्तै मैले अब बिल बनाउँदाखेरि उहाँको रुम चार्जहरू लगाइहाल्यो। अब उहाँले क्यासमा वालेटमा केहीमा छ भने म अहिले क्यासमै गरिदिएँ। क्यासको चाहिँ प्रिन्टको लागि सोध्नुहुन्छ, प्रिन्ट चाहिँ सिधै प्रिन्टरमा गइहालेँ। यसपछि अब उहाँको सबै चिज क्लियर भइसकेको छ भने तपाईँले अब क्लिक गरेर उहाँले चेकआउट गर्न सक्नुभयो। यसरी चाहिँ हजुरले सिम्पल फ्लोमा आफ्नो गेस्टहरूलाई चेकआउट गर्ने त्यो पार्ट्सहरू भयो। यो चाहिँ हाम्रो यहाँ मेन होम पेजबाटै सबै फङ्सन पनि गर्न मिल्यो। अब हामीले अर्को एउटा पेज पनि दिइरहेको हुन्छौँ, त्यो हाम्रो चाहिँ रुम एलोकेसनको पेज हो। यहाँ चाहिँ तपाईँ कुनै पनि दिनको चाहिँ डिटेल डाटा आइरहेको हुन्छ हरेक रुम वाइज। यो रुममा यो गेस्ट छन्, यतिजना बसिरहेछन्। अब हाम्रो यो रुममा अब 101मा यो गेस्ट हुनुहुन्छ, यो रुम डटी छ, यो रुम हरियो भने खाली भइहाल्यो। त्यस्तो चाहिँ यहाँबाट पनि अघि हामीले जे गऱ्यौँ त्यो पार्ट्सहरू यहाँबाट पनि गर्न मिल्यो। वाकिनै गर्न पाएँ। वाकिन गर्दाखेरि गेस्ट डिटेलहरू राखेर नर्मली यसलाई मैले अब रुम चार्ज मात्रै राखेर वाकिन गरिदियो भने चाहिँ यसरी उहाँ पनि अब एक्सेप्ट कतिमा राखेको थियौँ, सुरज श्रेष्ठ भनेर 104मा मैले राखेँ। आजदेखि आजै बस्ने भएपछि आज तपाईँले यसलाई अरू सबै अघिकै पार्टहरू यो सबै यहाँबाट पनि गर्न पायो, हामीले होम पेजबाट नि गर्न पायो। अब बुकिङको पार्ट्सहरूमा नर्मली अब यहीँबाट पनि तपाईँले गर्न पाउनुभयो, या न्यू बुकिङ चलाएर नि गर्नु। जस्तै अब 8 तारिकदेखि अब 11 तारिकसम्म कुनै ग्रुप आउँदैछ या केही गर्दैछ भने तपाईँले सिम्पल यसरी ड्र्याग गरेर उहाँको डिटेल राखेर चाहिँ बुकिङहरू गर्न पाइयो। जस्तै अब 8 तारिकदेखि हाम्रो अब कास इन्टरनेसनल भन्ने कम्पनीको ग्रुप आइराख्नु भएको छ भने चाहिँ ग्रुप राखेर अब रुम मैले छानिसकेँ। रेट चाहिँ कति हो, अब रेटहरू पनि तपाईँले कम्पनी वाइज पहिल्यै फिक्स गराएको छ, ऱ्याक वाइज फिक्स गराएको छ भने अटो फिल गरेर आउने हुन्छ। छैन भने तपाईँले म्यानुअली पनि ड्र्याग गर्न राख्न पाउनुभयो। यसरी चाहिँ यसरी चाहिँ तपाईँले बुकिङहरू राख्न पायो। बुकिङ राखेको केसमा तपाईँको यहीँ चार्टमा पनि देखिने भयो। अब कास भने यो 4 दिनलाई आउँदैछन्, यो ग्रुपहरू यस्तो छ भने चाहिँ सबै देखिन पायो। यसरी चाहिँ सबै गर्न सक्नुभयो। या अब तपाईँले अर्कै पनि बुकिङमा हाम्रो नर्मल न्यू बुकिङ गरेर कहिलेदेखि कहिले कुन टाइपको रुम त्यस्तो पनि, जस्तै अब यहाँबाट नि जुन 10बाट अब जुनको 15सम्मलाई मैले कुनै बुकिङ राख्दैछु। चाहे अब उहाँ यो बुकिङ मैले प्याकेजमा राख्न खोज्दैछु भने ल स्टुडेन्ट स्पेसल भन्ने प्याकेजलाई राखेँ। अब यो चाहिँ अब गेस्टको डिटेलहरू राखेँ। अब मल्टिपल गेस्टहरू छ भने तपाईँले प्लस गरेर यसरी राख्न पाउनुभयो। उहाँको रेट कन्फर्महरू चाहिँ पहिल्यै हामीले प्याकेज चुज गरेको भएर उहाँको सबै यो प्याकेज अनुसार रेटहरू आइसकेर आउँछन्। यसरी तपाईँले चाहिँ यसलाई सेभ गरिदिनु भयो भने यसरी योमा चाहिँ हामीले कुन टाइपको रुम दिन ला हो भनेर मैले पहिला डिफाइन गर्नु पर्यो। अरू चाहिँ रेटहरू चाहिँ प्याकेजबाट आइरह हो। यसरी गरेर तपाईँले दुईजनाको नाममा हामीले बुकिङ राख्न पाउँछौँ। अब यो बुकिङमा हामीले रुम असाइन गरिसकेनौँ, त्यही भएर यो यहाँ चाहिँ रुम वाइज चार्ट यहाँ देखिएन। तर हाम्रो यो बुकिङ मोड्युलमा चाहिँ सबै बुकिङको पार्ट्सहरू देखिने, अरू रिपोर्टहरूमा सबै ठाउँमा आइराख्ने पार्टहरू हुन्छन्। अब हजुरहरू चाहिँ एज अ फ्रन्ट अफिस युजर या कुनै युजरले चाहिँ आज फोन आयो, फोनमा कुन आज हाम्रो रुम के छ भनेर सोध्यो भने चाहिँ त्यहाँको देखिने 5:31मा यतिवटा रुम यति अकुपाइड छ, यो गेस्ट आउने छन् त्यस्तो देखिने। त्यतै मैले अब जुनलाई हेर्दैछु भने चाहिँ जुनको जस्तै जुन 1 देखि जुन 5 को हेर्नु पर्यो भने चाहिँ यसरी राखेर 1 क्लिकमै तपाईँको रुमको एभाइलेबिलिटीहरू बुकिङहरू छ भने देखिने, त्यस्तो पार्ट्सहरू चाहिँ देखिने पार्ट्सहरू। त्यही अब जुन 1 देखि जुन 5 हाल्यो भने चाहिँ मेरो जुन 1 मा यस्तो, जुन 2 मा यस्तो छ, जुन 3 मा यति छन्, यो गेस्टहरू आउनुपर्ने यो दिनमा यो यति छ भनेर डिटेलहरू सबै देख्न भयो। अब एज अ फ्रन्ट अफिस युजरलाई फोन आउने बित्तिकै उहाँले यो 1 क्लिकमै हेर्न पाइहाले।
त्यस्तै हामीले अर्को अप्सनमा चाहिँ रुम पोजिसन समरी भने पनि होम पेजमै राखिरहन्छ। यसले चाहिँ के गर्छ भने चाहिँ कुनै पनि महिनाको फुल महिनाकै डिटेलमा देखाउने भयो। जस्तै मैले जुन हालेँ भने चाहिँ जुन 1 को पार्टमा सबै देख्यो, टोटल रुम कति कति अकुपाइड भयो, कति के छन्, कति डिपार्चर एक्सपेन्सेस 2 को 3 को महिनाभरिको। अब एज अ अनर एज अ म्यानेजर तपाईँले यसरी चाहिँ हेरेर आफ्नो रुमको रेटहरू बढाउने, अब धेरै अकुपेन्सीहरू छ भने त्यसरी चाहिँ यो महिनाभरिकै चार्ट हेरेर पनि गर्न पाइयो। अर्को हामीले यो गेस्ट रजिस्टर भनेर एउटा बनाएर हुन्छौँ। यहाँ चाहिँ कुनै पनि गेस्ट म अस्ति आएको थिएँ भनेर नाम नम्बर जेबाट पनि सर्च गर्न पाएँ। म आएको थिएँ भने चाहिँ तपाईँले यहाँबाट सर्च गरेर उसको डिटेल हेर्न पाउनुभयो। अब कति रेटमा बस्नु भएको थियो, उसको डकुमेन्ट के छ। त्यो मैले अब प्रेम शाह भन्ने एउटा गेस्ट हेर्दैछु भने चाहिँ मैले उसलाई क्लिक गरेपछि चाहिँ उसको फोटो अघि स्क्यान गरेको फोटो भयो, यो कहिलेदेखि कहिले बसेको थियो त्यसरी आउने। अब अर्कै कुनै गेस्ट हेर्नु पऱ्यो भने जस्तै CHIR भनेर कुनै गेस्ट हुनुहुन्छ, जस्तै चिरञ्जीवी खनाल भन्ने गेस्ट छ भने चाहिँ उहाँको लास्ट यतिमा आउनुभएको थियो, केही उहाँले डकुमेन्ट स्क्यान गराएको थिएन, खाली आउने भयो, कहिलेदेखि कहिले बस्नुभयो, कति रेटमा बस्नुभयो, त्यस्तो पनि अब सर र 1 क्लिकहरूमै हेर्न पाउने। त्यो जुन हामीले यो गेस्ट रजिस्टर भनेर बनाइरहेको छौँ त्यहाँनिर तपाईँले हरेक गेस्टको डिटेलहरू, अब यो धेरै डाटा भइसक्यो त तपाईँको अब 3 महिना पहिला आएको थिएँ यस्तो भनिदियो भने चाहिँ तपाईँले चट्ट उसको नाम सोध्यो या फोन नम्बर सोध्यो, दुइटैबाट चाहिँ सर्च गर्न मिल्यो। अब उसलाई सर्च गरेपछि क्लिक गर्दाखेरि उसको यो रुममा बस्नु भएको थियो, यति रेटमा बस्नु भएको थियो, यो दिन आउनु भएको थियो, लास्ट यति आएको थियो, उसको फोटो छ, डकुमेन्ट केही छ भने यसरी चाहिँ देखिने पार्ट्सहरू हुन्छन्। अब हामी अब रिपोर्ट पार्ट्सतिर जाउँ। अब नर्मल अपरेसनहरू सबै यहीभित्र परिहाल्छन् हजुरको। अब रिपोर्ट्समा देखाउनु गयो। अब हजुरले रिपोर्ट क्लिक गरिसकेपछि अब रिपोर्टको ड्यासबोर्ड चाहिँ हेर्नु भयो। अब आजको एक्सपेक्टेड चेक इन कतिजना हुनुहुन्छ, कतिजना चेकआउट हुनुपर्ने छ, हाम्रो रुम पोजिसन के छ, एक्सपेक्टेड अकुपेन्सी कति छन्, वाकिनबाट आएको गेस्टहरू कतिजना हुनुहुन्छ, त्यस्तै प्याक्समा चाहिँ हामीसँग इन हाउसमा कतिजना हुन्छ, डिपार्चर कति, अराइभल कति। अब यहाँनिर चाहिँ हरेक महिनाको इङ्ग्लिस मन्थ वाइज चाहिँ चार्ट बनिराख्ने तपाईँको अकुपेन्सी पर्सेन्ट अनुसार भयो। त्यति तलतिर तपाईँको एक्सपेक्टेड अब जस्तै एक्सपेक्टेड अराइभल को हुनुहुन्छ, डिपार्चर को हुनुहुन्छ, स्टे ओभर भनेको बसिरहेको गेस्टहरू, उहाँको डिटेलहरू देखिने, त्यो टुडे अराइभल टुडे डिपार्चरहरू देखिराख्ने पार्ट्सहरू भयो। त्यो यही अनुसारको अब अरू रिपोर्ट GRC कार्डहरू अब सबैको नप्रिन्ट गर्छु, मलाई अहिले चाहिएको मान्छेको प्रिन्ट गर्छु भने चाहिँ तपाईँले सिलेक्ट गरेर उहाँको डाटाहरू लोड गराएर प्रिन्ट गराउनु पायो। उसको सबै डिटेल यो पनि सबै कस्टमाइजेबलै हुन्छ, हजुरले भनेअनुसार राख्न पाइयो। यस्तै क्यालेन्डर भनेको अब तपाईँको यो यति दिनभित्रमा कुन कुन रुममा अकुपाइड छ, कुन कुन भ्याकेन्ट छ, आउट अफ सर्भिस छ, त्यस्तो देखिने पार्ट्सहरू भइहाल्यो। गेस्टको अराइभल लिस्टहरू हेर्ने, डिपार्चर लिस्टहरू हेर्ने, त्यो पार्ट्सहरू, मिल प्लानको पार्ट्सहरू होला, बिजनेस सोर्स वाइज हाम्रो कुन कुन बिजनेस सोर्सबाट कति ट्रान्जेक्सनहरू भयो त्योहरू हेर्न पाउने, त्यस्तो पार्ट्सहरू। त्यो त अब हामीसँग अब मार्केट सेगमेन्टको रिपोर्टहरू, अब कुन कुन मार्केट सेगमेन्टमा यो महिनामा कति ट्रान्जेक्सन भयो, कति प्याक्स आयो, टोटल अमाउन्ट कति भयो, भ्याटको रिपोर्टहरू सबै भइहाल्यो। कम्प्लिमेन्ट्रीहरू छ भने त्यस्तो फ्ल्यास रिपोर्टहरू, आजको दिनमा हाम्रो कति हाउस काउन्ट, कति एक्सपेक्टेड अकुपेन्सी, त्यस्तै अब यो नर्मल फर्मेटै सबैको सेमै हुन्छ। फोरकास्ट रिपोर्टहरूमा पनि सेम केस भइहाल्यो। त्यहाँको अब हरेक दिनको कति % अकुपेन्सी छ हाम्रो बुकिङ अनुसार, तपाईँले जुन महिनाको नि अब मैले अब दसैँलाई बुकिङ गर्दैछु भने दसैँको डेट राखेर त्यसरी हेर्न पाइयो। अब जुलाईदेखि अगस्तसम्मको हेर्नु पऱ्यो भने त्यसरी चाहिँ लोड गरेर हेर्ने। अब कुनै पनि कम्पनीहरूको हिस्ट्रीहरू, कुन कम्पनीबाट कहिले कहिले गेस्ट आछन् त्यस्तो खाले त्यसले एउटा कम्पनी पनि छानेर हेर्न सक्नुभयो, या ओभरअल कम्पनीको नि हेर्न पाइयो। सेल्स समरीको पार्ट्सहरू होला, रजिस्टर, सबै डिफ्रेन्ट टाइप्सको हजुरलाई चाहिने सबै खाले रिपोर्ट्सहरू हामीसँग एभाइलेबल हुन्छन्। नर्मली तपाईँको कामहरू गर्दाखेरि चाहिँ अब युजर वाइज एक्सेसहरूको पार्ट्सहरू होला, त्यो सबै हामीले हरेक युजर वाइज पनि दिन पायो। अब कसलाई के दिनुहुन्छ त्यो अनुसार उहाँले चलाउन मिल्ने, नाइट होटल गर्ने मात्रै होला त्यस्तो पार्ट्सहरू। हाउसकिपिङ मैले अब अहिलेसम्म देखाएको पार्ट्सहरू चाहिँ सबै अब हाम्रो अब होम पेजबाट, रुम एलोकेसनबाट सबै अपरेसन पार्ट्सहरू गर्न पायो भनेर देखाएँ। अब यही पार्ट्सहरू तपाईँले युजर वाइज छुट्याएर कसैले बुकिङ मात्रै गर्ने, कसैले चेक इन चेकआउट मात्रै बिलिङसम्म गर्ने, त्यस्तो पार्ट्सहरू छ भने चाहिँ हामी त्यसरी पनि जान पाइन्छ। जस्तै अब मैले बुकिङ मात्रै बुकिङ गर्ने, बुकिङ एडिट गर्ने, बुकिङमा रुम एलोकेट गरेर राख्ने, पिकअप ड्रपको पार्ट्सहरू राख्ने, त्यस्तो पार्ट्सहरू चाहिँ यहाँबाट गर्न पाइयो। बसिरहेको त्यो बुकिङ रिलेटेड पार्ट्सहरू अब पछिको बुकिङहरू छ भने चाहिँ त्यो जुन 1 देखि मैले अब जुन 30 सम्मको बुकिङहरू के छ भने यसरी चाहिँ लिस्टहरू हेर्न पाइयो। अब यो टिमहरूमा अब केही अब एडिटहरू पर्ने छ भने चाहिँ त्योहरू गर्न पायो। या अरू डिटेल्सहरू अब योमा स्टेटसहरू चेन्ज, अब क्यान्सलहरू भयो भने त्यो गर्ने, पिकअप ड्रपहरू राख्नु पऱ्यो भने त्यो राख्ने, त्यो पार्ट्सहरू गर्न पायो। त्यो त अब अर्को हामीसँग अब रजिस्ट्रेसनको पार्ट्सहरू हुन्छ। यहाँ चाहिँ अब गेस्ट आइसकेपछि चाहिँ हामीले बुकिङ भएको गेस्टलाई चेक इन गर्ने, नयाँ गेस्टहरूलाई वाक इन गर्ने, यहाँबाट नि गर्न पायो। फ्रन्ट अफिसको अब युजरहरूलाई स्टक रिलेटेड पार्ट्सहरू
अब रिक्वेसन गर्ने, सामान ल्याउने, अब जस्तै पेपर चाहिएला, के डट पेन के चाहिएछ भने स्टकसँग लिएर आफ्नो हिसाब अब इन्भेन्ट्री मेन्टेन गर्ने, इन आउट गरेर राख्ने, कन्जम्सन गर्ने त्यो पार्ट्सहरू हुन्छ। यो चाहिँ रजिस्ट्रेसन मोडलमा तपाईँसँग भएको रुमहरूको सबै डिटेलहरूलाई चाहिँ हामीले त्यसरी अब चेक इन गर्ने पार्ट्सदेखि लिएर बिल बनाउने, चेकआउट गर्ने, अब पिकअप ड्रप अब बिचमा कतै गर्नु पऱ्यो त्यस्तो पार्ट्सहरू गर्न पाइयो, गेस्टको कम्प्लेनहरू चढाउन पाइयो। अब गेस्ट अब तपाईँ नर्मली अब कुनै बुकिङ भएको गेस्टहरूलाई चेक इन गर्न खोज्दाखेरि चाहिँ अब उहाँले तपाईँले चेक इन गर्दा रुमहरू दिने, त्यसपछि अब तपाईँको उसको मैले अब यो 2टा रुमलाई चेक इन गर्दैछु 101 मा 2जना गेस्टलाई भनेपछि मैले एलोकेटेड चेक इन गरिदिएँ भने चाहिँ यसरी चाहिँ रुमहरू चेक इन गर्न पाएँ। चेक इन गरिसकेपछि जिआरसी कार्डहरू प्रिन्ट गर्ने भने सोध्छ, अब चाहियो भने गर्ने, अब छैन भने यो सेटिङबाट नसोध्ने नि बनाउन पाएँ। चाहियो भने तपाईँले यो फर्मेटहरू सबै प्रिडिफाइन तपाईँले हजुरहरूकै आधारमा बनाउन पाइयो। त्यो त हामीसँग अर्को अब बिल रिलेटेड पार्ट छ, त्यसले क्यासियर मोडलबाट नि गर्न पायो। अब बसिरहेको गेस्टहरूलाई बिल बनाउने, चेकआउट गर्ने यस्तो पार्ट्सहरू चाहिँ जुन हामीले रुम एलोकेसन र होम पेजमा गऱ्यो त्यो सबै पनि यहाँबाट पनि गर्न पाइयो। यति अब फ्रन्ट अफिसको मोडललाई लगभग हामीले सबै फिचरहरू डिस्क्राइब गर्दा यति नै हुन्छ। हस्, धन्यवाद।